गुनासो आएको छ के यो गुनासो के छ भन्दाखेरि यहाँ चाहिँ एउटा रुख चाहिँ ढल्न लागिरहेको छ। यो रुख चाहिँ यो टार छ नि, यो टारले गर्दा मात्र यो रुख ढलिरहेको छैन, यसको हाँगाहरू पनि आइरहेको छ। अब यही बाटोमा दैनिक हजारौँ पर्यटकहरू ओहोरदोहोर गर्छ, विद्यार्थीहरू पनौटी घुम्न आउँछ। अब यो रुखको हाँगाहरू सब सुकिसकेको हामी हेर्न सक्छौँ। यदि यो झऱ्यो भने लाग्यो भने यसको जिम्मेवारी कसले लिन्छ त? हेरौँ है, म यो रुखको तपाईँहरूलाई अवस्था देखाउँछु। यहीँ हाम्रो बा आमाहरू बस्छ, बच्चाहरू खेल्ने ठाउँ हो। भोलि यो रुख लाग्यो भने यसको जिम्मेवारी कसले लिन्छ त? ल हेरौँ है, ल यो रुख यस्तो अवस्थामा पुगिसक्यो, ढलिसकेको छ, हामी हेर्न सक्छौँ। तपाईँहरूलाई म क्लियर देखाउँछु, यो रुख ढलिसक्यो। ल हेरौँ है, यो रुख यसो ढलेको छ। यो ठ्याक्कै ढलेर चाहिँ यो टार सबै छ नि, टारले गर्दा चाहिँ बचाइरहेको छ के। ल यसमा चाहिँ सम्बन्धित निकायको ध्यान आकर्षण होस् र पनौटी नगरपालिकाको ध्यान आकर्षण होस्। पनौटी वडा नम्बर 7 कोलाछी टोलमा चाहिँ रुट ढल्न लागिरहेको छ। यो ढलेपछि सडकमा लाग्छ, सडकमा बच्चाहरू हिँड्छ, पर्यटकहरू हिँड्छ, भोलि जसलाई पनि लाग्न सक्छ। यसमा चाहिँ सम्बन्धित निकायको चाँडो पाठभन्दा चाँडो ध्यान आकर्षण होस् र यो रुख चाहिँ तत्काल हटाइयोस्। अब यो रुख चाहिँ ढल्न लागिरहेको छ, यस विषयमा तपाईँ के भन्नुहुन्छ र? यो काटेर मिर्गाउनु पर्यो, छिटै घाल्नु पर्यो। मान्छे जखम हुन्छ, यसले धेरै नै नोक्सान पार्यो। हस् धन्यवाद है। नमस्कार। अब यो रुख चाहिँ ढल्न लागेको छ, यस विषयमा तपाईँ के भन्नुहुन्छ र? यो रुख छिटोभन्दा छिटो काटेर पन्साउनु पर्यो। अब हामीले कति वडा अध्यक्षले भनिदिनु हो, उहाँले पनि कल गर्नु भएन। अब छिटो पन्साएर यहाँ बच्चाहरू नातानातिनी भनौँ, टोलको सबै बच्चाहरू खेल्छ पनि, बाटोमा ओहोरदोहोर हिँड्छ मान्छे। त्यो तार चुनेर रुख ढल्यो भने त धेरै नोक्सान हुन्छ। हस् त धन्यवाद है। नमस्ते, हजुरलाई स्वागत छ हाम्रो पनौटी राम्रो पनौटीमा। तपाईँको पछाडि रहेको रुख चाहिँ पुरै जोखिम अवस्थामा रहेको छ, यस विषयमा तपाईँ के भन्नुहुन्छ र? अब यस विषयमा चाहिँ प्रशासनले ध्यान दिएन। पटक बारम्बार वडा कार्यालय ढाकिसक्यो। अब केही पनि गरेन। यो कुन बेला झर्छ, एक्सिडेन्ट हुन सम्भावना छ धेरै। सबै यो भाँचेर हाँगाधरी आइसक्यो, सबै रुखमा लागिसक्यो। अब यो चाहिँ प्रशासनले ध्यान दिनु पर्यो, तत्कालीन आएर चाहिँ नि यो हटाउनु पर्यो। ल हाम्रो पनौटी राम्रो पनौटी, हामी सबै मिलेर पनौटी सुन्दर बनाउँ। जय पनौटी।